तपाईलाई थाहा छ पिटी रिडिङको फिल इन द ब्ल्याङ्क्समा आउने धेरै जस्तो ब्ल्याङ्कहरू तपाईँ सिधै हेल्पिङ भर्ब हेरेर मात्रै पनि मिलाउन सक्नुहुन्छ। आज डे 2 मा हामी त्यही हेल्पिङ भर्ब्सको पुरा कुण्डली निकाल्दैछौँ है त। हिजो डे 1 मा हामीले भर्ब भनेको काम हो भनेर पढ्यौँ। अब यो हेल्पिङ भर्ब भनेको चाहिँ के हो त? नाममै लेखिएको छ हेल्पिङ, अर्थात् मेन भर्बलाई मद्दत गर्ने भर्ब। हेल्पिङ भर्ब्सहरूलाई हामी 3 मुख्य भागमा डिभाइड गर्न सक्छौँ। सबैभन्दा पहिले बी भर्ब्स। बी भर्ब्सभित्र प्रेजेन्टमा इज एमआर र पास्टमा वाज वेयर छ। वाक्यमा इज एमआर वाज वेयर देख्ने बित्तिकै यसको पछाडि कि त भर्ब 4 आउँछ, भर्ब आइएनजी हैन, कि त प्यासिभ भोइसमा भर्ब 3 आउँछ। यो नियम याद राख्नुहोस् है त, रिडिङमा धेरै काम लाग्छ। दोस्रो टाइपको हेल्पिङ भर्ब्स हो ह्याभ भर्ब्स। यसभित्र चाहिँ प्रेजेन्टमा ह्याज र ह्याभ अनि पास्टमा ह्याड पर्छ है त। सो सेन्टेन्समा तपाईले ह्याज, ह्याभ, ह्याड एज एन हेल्पिङ भर्ब्स देख्ने बित्तिकै 99% अवस्थामा यसको पछाडि भर्ब 3 आउँछ, मात्रै भर्ब 3। ह्याज हेभ ह्याड प्लस भर्ब 3। जस्तै फर इक्जाम्पल आई हेभ फिनिस्ड माई क्लास, सी हेज गन। भर्ब 1, भर्ब 2 र भर्ब 4 झुक्केर पनि हेज हेभ ह्याडको पछाडि नलेख्नु। हेल्पिङ भर्बको थर्ड टाइप हो डु भर्ब्स। यसलाई हामी सिम्पली नेगेटिभ र क्वेसन्समा युज गर्छौँ। डु भर्ब भित्र डु, डज र डिड पर्छ। डु भर्ब्सहरू हामी प्राय प्रश्न सोध्दा वा नेगेटिभ बनाउँदाखेरि प्रयोग गर्छौँ। डु, डिड र डजको पछाडि सधैँ भर्ब 1 मात्रै आउँछ है त। जस्तै आई डु नट नो, नोन अथवा नोइङ हुँदैन है। त्यस्तै डिड यु स्टडी, डिड आएपछि पछाडि डिड यु स्टडीड गर्नु भएन, डिड यु स्टडी भर्ब 1। फोर्थ अर्को महत्त्वपूर्ण हेल्पिङ भर्ब्सहरू छ जसलाई हामी मोडल भर्ब्स भन्छौँ है त। सो यसभित्र चाहिँ क्यान, कुड, मे, माइट, विल, वुड, स्याल, शुड र मस्ट जस्ता शब्दहरू पर्छन्। मोडल भर्ब्सहरूले चाहिँ हाम्रो क्यापेसिटी, हाम्रो गेस भनौँ अथवा प्रोबेबिलिटीहरूको कुराहरू गर्नलाई हेल्प गर्छ। यिनीहरूको नियम सबैभन्दा सजिलो छ है त। सेन्टेन्समा यो मोडल भर्ब्सहरूबाट जुनसुकै भर्ब आओस्, क्यान, कुड, विल, वुड जेसुकै आओस्, यसको पछाडि जहिले पनि आँखा चिम्म गरेर भर्ब 1 लेख्ने है त। जस्तै I can do, you should study। एकचोटि फेरि आजको कुरालाई रिभिजन गरौँ। सो आज हामीले अक्जिलरी भर्ब्स, हेल्पिङ भर्ब्सको कुरा गऱ्यौँ। हेल्पिङ भर्ब्सलाई हामी अक्जिलरी भर्ब पनि भन्छौँ हैन। सो त्यसमा पनि फर्स्ट टाइप हुँदो रहेछ बी भर्ब्स। बी भर्ब्ससँग जहिले पनि भर्ब 4 युज गर्ने, तर प्यासिभ सेन्टेन्सहरूमा हामी भर्ब 3 युज गर्छौँ। दोस्रो टाइपको हेल्पिङ भर्ब्स थियो ह्याभ भर्ब्स। ह्याभ भर्ब्ससँग जहिले पनि भर्ब 3 युज गर्ने। तेस्रो टाइपको हेल्पिङ भर्ब्स थियो डु भर्ब्स। डु भर्ब्ससँग जहिले पनि भर्ब 1। अनि चौथो टाइपको मोडल भर्ब्सहरू, मोडल भर्ब्सहरूसँग पनि जहिले पनि भर्ब 1 युज गर्ने। भोलि डे 3 मा हामी पिटीको ब्याकबोन टेन्सको कुरा गर्छौँ है त। आजको हेल्पिङ भर्ब्सहरू राम्रोसँग बुझ्नुभयो भने टेन्स बुझ्न एकदमै सजिलो छ है त। सो भिडियो मिस नगर्न अहिले नै फलो र सब्सक्राइब गर्नुहोस् है त।